स्याड गीत गाउनु पनि हुन्न खासमा सुन्नुपर्छ सम टाइम के बेकारमा स्याड सुनेर बस्नु राम्रो सुन्नुपर्छ रुनु मन छैन भने चाहिँ सुन्नु हुँदैन सुनेपछि रुन मन के लाग्छ रुनु एक दिनको दुई दिनको जिन्दगीमा कति रुनु किन रुनु कति रुनु किन रुनु सुरेशको पनि त मेरो जस्तै भइरहेछ हालत के भन्छ र तिम्रो चाहिँ सब मेरो त बगाए ठिक छ मेरो ठिक छ म त स्याड गीत म कहिले कहिले यसो 20वटा 15वटा हजुरको फेसमा देखिन्छ हजुरको लाइफ स्याड चलिरहेछ भनेर गाइस सबैले ट्यापिङ र लाइफ स्याड होइन हो त्यस्तो म धेरै यो फेसमा देखिन्छ मैले धेरै टाइम भइसक्यो हजुरलाई नोटिस गरेको नोटिस ओहो गुरु नरे केही त चलिरहेछ अब यो भित्र पर्सनल कुराहरू टिकटकमा भन्नु नै हुँदैन लु आऊ कुरा सुरेशको फेसमा स्याडनेस छ कि छैन गाइज ल भन्नु त सबैले गरेर मेरो अधा टिमले गएर भन्नुहुन्छ ल स्याडनेस जति मान्छेको भित्री मन दुखेको क्या यो ओठमा जति मुस्कान आए पनि फेसको बनावटमा देखिन्छ मनी यो ओठ मनी मेरो मुख हाँसेर अड्क्यो त गएर हाँसेको जानुहुन्छ नेट चलेको छैन मेरो के हो भने हाँसेको हो त लास्ट गेम खेल्दिउँ अनि जाउँ मैले सुरेशजी जानुहुन्छ अब नेट गइहाल्यो मेरो भन्दै थिएँ आइहाल्नु कस्तो खाल रुद्राक्ष हो त्यो पशुपतिमा लिएको यहाँको झरेको आगो तर यो सुनकी भएको भए कति राम्रो हुन्थ्यो रुद्राक्ष चाहिँ ओरिजिनल अनि सुनको के तर यो सुनको होइन मलाई त यो माइक पनि सुनको भए कस्तो दामी हुन्थ्यो अनि हेडफोन सुनको भए कस्तो राम्रो हुन्थ्यो त्यही त सुन त अब महँगो छ यस्तो बनाउन त अब त सुनको सम्झिने त भन्नु अब त सुन किन्न सके पो कति 3 लाख पुग्न लागिसक्यो नि 1 तोलाको होइन सबैको बे भयो अब हाम्रो सुरेशजीको पनि हुन बाँकी छ म गर्दैन बेसे गर्छ गयो फेरि अड्क्यो बिहे भन्ने यति अड्दैन रहेछ खालि बिहे गर भन्छ किन गर्नु बिहे होइन ठिक छ त गीत गाउनु पाएको छ मजाले आनन्दले चलिरहेछ त Okay guys, just 2 minutes break, 1 minutes break. I will come after a short break. I will drink some water. Okay guys, take care. मेरा दर्द भी